गुजराती सिरियल जुठे अहिले निकै चर्चित टेलिभिजन श्रृङ्खला हो जसले समाजका विभिन्न पाटाहरू उजागर गर्दै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। यो सिरियलले समाजमा व्याप्त कुरीति, असमानता, पारिवारिक सम्बन्ध र समाजको यथार्थ चित्रण गर्ने प्रयास गर्छ। जुठे सिरियलको लोकप्रियता। नेपालमा टेलिभिजन सिरियलहरूमध्ये जुठे एकदमै रुचाएको सिरियल हो। यसको कथा यथार्थपरक भएकाले दर्शकहरू यससँग सजिलै जोडिन सक्छन्। सिरियलले गाउँघरका वास्तविक घटना र सामाजिक समस्याहरूलाई राम्ररी उठान गरेको छ, जसले गर्दा हरेक उमेर समूहका दर्शकहरूले यसलाई मन पराइरहेका छन्। नयाँ एपिसोड कहिले आउँछ? जुठे को पछिल्लो एपिसोड गत हप्ता सार्वजनिक भएको थियो र अब अर्को हप्ता नयाँ एपिसोड आउने तयारीमा छ। सिरियलको आधिकारिक युट्युब च्यानल र सामाजिक सञ्जालहरूमा यसबारे अपडेट प्रदान गरिन्छ, जसले दर्शकहरूलाई नयाँ एपिसोडको जानकारी दिन्छ। सिरियलको मुख्य पात्रहरू। जुठे सिरियलका मुख्य पात्रहरू दर्शकहरू माझ निकै लोकप्रिय छन्। तिनीहरूका अभिनय शैली, संवाद र पात्रहरूको गहिराइले सिरियललाई थप रोचक बनाएको छ। सिरियलमा देखाइने परिवार, छरछिमेक, गाउँ समाजका कुराहरू वास्तविक जीवनसँग मेल खाने भएकाले मानिसहरूले यसलाई आफ्नै जीवनसँग तुलना गर्छन्। कथा र सामाजिक सन्देश। यो सिरियलले सामाजिक सन्देश दिनका लागि निकै मेहनत गरेको छ। समाजमा रहेका विभेद, गरिबी, शिक्षाको अभाव, परिवारभित्र हुने मनमुटाव अनि अन्यायका विरुद्ध लड्ने कथाहरू यसमा देखाइन्छ। सिरियलले देखाउने कतिपय घटनाहरू नेपाली समाजका यथार्थ घटनासँग मेल खान्छन्, जसले गर्दा दर्शकहरू यससँग भावनात्मक रूपमा पनि जोडिन्छन्। दर्शकहरूको प्रतिक्रिया। यस सिरियलले दर्शकहरूको निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। प्रत्येक नयाँ एपिसोडपछि दर्शकहरूले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गर्छन्। कतिपयले सिरियलको कथा, अभिनय र प्रस्तुतिलाई अत्यधिक रुचाएका छन् भने केही दर्शकहरूले केही कथाहरू अझै राम्रो बनाउन सकिन्छ भन्ने सुझाव दिएका छन्। किन हेर्ने? जुठे। 1. यथार्थपरक कथा। सिरियलले नेपाली समाजमा हुने वास्तविक घटनाहरूलाई पर्दामा उतार्ने प्रयास गर्छ। 2. शिक्षाप्रद सन्देश। यसले विभिन्न सामाजिक समस्याहरूबारे दर्शकहरूलाई सचेत गराउँछ। 3. रोचक पात्रहरू। सिरियलका पात्रहरू निकै मन पराएका छन्, जसले कथालाई अझ रोमाञ्चक बनाउँछ। 4. मनोरञ्जन र भावना। यसमा हास्य, रोदन, रहस्य र अन्य मिश्रित भावनाहरू समावेश छन्। नयाँ एपिसोड कहिले आउँछ? अहिलेको ट्रेन्ड अनुसार जुठे सिरियलको नयाँ एपिसोड हरेक हप्ता प्रसारण हुन्छ। त्यसैले नयाँ एपिसोड आउँदो हप्तामा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ। सिरियल हेर्न चाहने दर्शकहरूले यसको आधिकारिक युट्युब च्यानल वा टेलिभिजन च्यानलमा हेर्न सक्नेछन्। जुठे हेर्ने दर्शकहरूको सङ्ख्या दिन बढ्दै गएको छ। हजुरहरू सबैले हाम्रो आरके रिभ्यू युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। यदि तपाईँ पनि यस सिरियलका फ्यान हुनुहुन्छ भने आउँदो हप्ताको नयाँ एपिसोड पर्खनुहोस्।